आहा साथीहरू सुन्दा पनि ताली बजाउन मन लाग्ने खालको कुरो सुन्नमा आएको छ। यदि यो लेभलको रिजल्ट सबै सरकारी विद्यालयहरूले ल्याउने हो भने प्राइभेट विद्यालयहरूको नाममा चलेको लुट धन्दा आजै बन्द हुने थियो होला। कुरो हो नारायणी नमुना माध्यमिक विद्यालय चितवनको, जसमा 80 दिएका 380 जना विद्यार्थीहरूमध्ये 379 जनै उत्तीर्ण भएका छन्, मात्र एकजना फेल भएको छ भने अझ रोचक कुरा के छ भने 37 जनाले 4 जिपिए ल्याएका छन्। 4 जिपिए ल्याएका छन् भने जसमा 19 जना छात्र र 18 जना छात्रा रहेका छन्। एउटा सरकारी विद्यालयको यो लेभलको रिजल्ट आउनु भनेको एकदमै सम्मान योग्य छ र पछिल्लो समय सरकारी विद्यालयहरूको शैक्षिक योग्यता एकदम धराशय बन्दै गयो, एकदम कमजोर बन्दै गइरहेको बेला कतिपय यस्ता विद्यालयहरू पनि छन् जसले लामो समयदेखि एकदमै राम्रो नतिजा प्रकाशित गर्दै आएका छन्। नेपालको समग्र डाटा हेर्ने हो भने, समग्र रूपमा हेर्ने हो भने एससी हरेक वर्ष एससी उत्तीर्ण हुने विद्यार्थीहरूको पर्सेन्टेज प्राइभेट प्राइभेट विद्यालयहरूको चाहिँ 60-70% चाहिँ हुन्छन् भने जम्मा सार्वजनिक विद्यालयको चाहिँ जम्मा 20-25% हुन्छन्। त्यसको बावजुद पनि कतिपय विद्यालयहरूले यस्ता छन्, जस्तै नारायण नमुना माध्यमिक विद्यालय जस्तै कतिपय सरकारी विद्यालयहरू पनि यस्ता छन् जसले प्राइभेट स्कुललाई नै एकदम महँगा स्कुललाई नै पछि पारेका छन्। यसले के प्रश्न पार्छ भने गरे के हुँदैन र गरे के सम्भव हुँदैन र जे पनि सम्भव छ, जहाँ पनि सम्भव छ र नेपाल सरकारको एकपटक यहाँतिर ध्यान जाओस् भन्न चाहन्छु म।